मलाई चाहिँ कामको लागि सरले फोन गर्नुभयो कि त्यहाँ पोखरामा बिग्रेरहेछ जित तिमी नै जान पर्यो। अनि म त्यहाँ गएँ, बिहानै 6 बजे निस्केँ अनि दिउँसोतिर पुगेर 8-9 बजीतिर। अनि गएर सिधै टावरमाथि चढेँ। अनि टावरबाट मैले सिग्नल मिलाउन खोजेँ। सुरुमा त बत्ती बलेको थिएन, अनि पछिबाट पिओई बिग्रिरहेछ। अनि पिओई चाहिँ चेन्ज गरियो, चेन्ज गरेपछि बत्ती बल्यो। बत्ती बलेपछि फेरि सिग्नल आएन। सिग्नल आएन भने छतमा गएर मैले कति बेरसम्म एन्टिना यो एयर ग्रिडको एन्टिनालाई यताउता सार्छु, ड्रेङ्चीले खोल्छु, कस्छु, तर सिग्नल आउँदैन, मरि आउँदैन। एकचोटि त आएको थियो, लगभग 90 मा आएको थियो। फेरि त्यो 90 भनेको राम्रो होइन के अरे। त्यसपछि त मरि आएन के। मैले टाइट गर्छु, खोल्छु, टाइट गर्छु, खोल्छु, आउँदै आउँदैन। अनि सरलाई भने कि सर अब यो डिभाइस नै बिग्रेको हुनु पर्यो कि अब उतैबाट बिग्रिन पर्यो। अनि सरले भन्नुभयो अब यताबाट सिग्नल आएन भने उताबाट नि बिग्रेको हुनसक्छ। अनि सरले उतातिर पठाउनु भयो। त्यसपछि हामी पनि बिस्तारै उतै लाग्यो। त्यसपछि बाटोमा जाँदा थुप्रै टाइम लाग्यो। सबै भिडियो त मैले बनाउन पाएको छैन, तैपनि हल्का मैले हालिदिएछु। अब टाढा त टाढै रहेछ, अब सबै भिडियो बनाउन अब थुप्रै टाइम पनि लाग्छ। त्यही भएर अलि सर्टकटमा हल्का भिडियो बनाइदिन्छु। त्यसपछि सिधै त्यहाँ म माथि गएँ। सुरुमा त गाह्रै भयो। यो टावर अब फर्स्ट टाइम हामी गएको नदेखेको क्या। अनि सरलाई भिडियो कलमा यताउता गरेर अनि माथि गयो। अनि त्यसपछि त्यो टावरलाई मिलायो अनि निकालियो। निकालिसकेपछि त्यसपछि हामी फेरि त्यो बिग्रेको ठाउँमा लिएर गयौँ। त्यो पुरानो एन्टिनालाई निकालियो हामीले। अनि निकालेर अर्को चाहिँ यो अब त्यहाँबाट निकालेर ल्याइसकेपछि यसलाई फिटफाट मैले रेडी पारिरहेको छु ठ्याकठुक। त्यसपछि यसलाई अब लिएर चाहिँ म अब भर्याङबाट बिस्तारै जाँदै गर्छु माथि। बिस्तारै गएँ अनि अब लास्टमा अब पुगिसक्यो। अब पुगिसकेपछि त्यसपछि फ्याटफुट आफ्नो काम गरिहाल्यो। अर्को चाहिँ खोलेर त साइड लाउनु पर्यो। त्यसलाई खोलेर सबै निकालिसकेँ। त्यसलाई निकालेपछि त्यसपछि त्यसै माथि यो नयाँलाई फिट गरेँ। यसलाई नयाँलाई फिट गर्दा सुरुमा त अब सिग्नल देखाउन त देखाएन। ट्राई गर्दा बल्ल सिग्नल पछिबाट आयो। अहिले त म भिडियोमा फिट गरिरहेको छु। अब फिट गर्न नै टाइमै लाग्छ। अब तलमाथि कति नट हुन्छ, अब त्यसलाई मिलाउन पर्यो। तलमाथि गरेर हुन्छ कि राइट लेफ्ट गरेर हुन्छ। यस्तो कडा घाम थियो, हालत खराब थियो। तैपनि आफू काम गर्न गएको मान्छे त अब गरेरै आउनु पर्ने। आजै गएर आजै भ्याउने तरिकाले आज भ्याटभुट काम सुरु गरिहालेँ। नत्र आज रात बस्न भन्नुभएको थियो सरले। अनि हाम्रो चाहिँ अफिसको गाडी पनि बिग्रेको थियो। अनि बिग्रिसकेपछि अब अरू गाडीमा अलि अप्ठ्यारै हुन्छ। फेरि आफूले देखेको ठाउँ छैन। अब पोखरा फर्स्ट टाइम गएको। अनि जिपिएस म्याप पठाइदिनुहुन्छ। अनि मोबाइलमा त्यो हालेपछि ट्याक्कै त्यही नै पुग्दो रहेछ कि। अनि त्यही म्याप हेरी हामी एक ठाउँबाट अर्को ठाउँबाट गयो। त्यहाँबाट त हामी लिएर आएर अब सुरुकै ठाउँमा अब चेन्ज गर्न लाग्छौँ। अब चाहिँ यताउता सारेको भिडियो नि देखिराख्नुपर्छ। त्यो सिग्नल मिलाउनको लागि कि यताउता गर्नै पर्छ। त्यहाँ अलरेडी डिभाइसमा बत्ती बल्छ क्या। सुरुमा चाहिँ 2टा बल्छ, सिग्नल आएपछि 3टा 4वटा 5वटा बल्दै जान्छ कि। जति राम्रो सिग्नल आयो भने त्यति धेरै बत्ती बल्दो रहेछ कि यसमा। अब मैले त मिलाउँदा लगभग कतिवटा बत्ती बलेको थियो। 1 2टा, सुरुमा त 2टै बल्छ, त्यसपछि 3टा बल्यो। 3टा आएपछि सिग्नल कनेक्सन भयो। त्यसपछि फेरि घुमाउँछु, यताउता गर्छु, 4वटा बल्यो। फेरि यताउता गरेर 5वटा बल्छ। 6वटा बत्ती हुन्छ, तर 6वटा त मरि बलेन।
अब 5 वटा चाहिँ बोलेपछि मैले सरलाई फोन गरेर सिग्नल मिलाएँ। कतिसम्म सर राम्रो होला? उहाँले भन्नुभयो अब जति घटाउन सक्यो त्यति राम्रो हो। अनि सरले चाहिँ हेरिराख्नु भएको थियो। म चाहिँ यहाँ माथि चढेर ट्याकटुक मिलाएर कति 70सम्म आयो यसको सिग्नल। 70सम्म आएपछि त्यसपछि घटेन कि। अब नघटेपछि के गर्ने, यसैमा टाइट गर्न भन्नुभयो उहाँले। अनि मैले नि ड्याङडुङ छिटो टाइट गरिहालेँ। अझै गरेर पनि तलमाथि गरेर नि मिलाएको, तर मिलेन के। त्यति नै आयो, 70सम्म आयो। 69 आउँदै आएन, मरि आएन। ट्राई त थुप्रै गरेको के अरे। अब ट्राई गर्दा